किनभने तपाईको मोही छ भने अत्याधिक राम्रो घरमा पारेको मोही सबभन्दा प्रभावकारी हो सकेछ दहीमा पनि चिनी नभएको दही प्रयोग गर्छ है चिनी जाने बित्तिकै त्यसले के गरिन्छ चिनीले आफै एक्सट्रा गरिदिरहेको हुन्छ त्यो हैन फेरि दही किन प्रयोग गर्ने त भन्दा किनकि यो माटो यस्तो खाले नसामा पुगिसकेको छ कि अरू जीवाणुहरूले काम गर्न नसक्ने अवस्था छ हजुरहरूले विकल्प रोज्नु भएको छ त्यो पनि एकदमै राम्रो छ तर एउटै कुरो के छ भन्दाखेरि दुध मोही दहीमा जति प्रभावकारिता अरूमा छैन हामी भोलिको फेजमा चाहिँ अब यसलाई चाहिँ अरू ल्याक्टोबेसमा भनेको हामी अहिले रियल ल्याक्टोबेसमा चलाएको छौँ भनेको दुध मोही दहीमा खेलेका छौँ पछि हामी के गर्छौँ त यो सक्खरमा खेल्ने हामी पछि प्लानिङ गर्छौँ सक्खरमा खेल्दा के भएको छ भन्दाखेरि पोटासियमको जुन छ नि पोटासियमको जीवाणुहरू त्यति धेरै बन्न सक्दैन पोटासियमको जीवाणु ल्याक्टोमा चाहिँ बन्न सक्दैन र जस्तो पोटासियम भने अलग तरिकाको पोटासियम मात्रै दिनुपर्ने भएको कारणले गर्दाखेरि हामीले यो जुन चाहिँ नाइट्रोजन फस्फोरस र पोटासियमको कुराकानी गर्छौँ नि त्यो हामी एकै ठाउँमा राखेर कन्सल्ट गर्दैछौँ हैन त्यो भइसकेपछि त्यो तपाईँ झन्झटिलो यो नमान्नुहोस् कि दही ल्याउने दहीलाई मोही पारेर राखिदिने सक्यो त्यो अनि यो मात्रै त्यो जस्तो अहिले डाइरेक्ट अहिलेसम्म हामी कुराकानी छलफल चलाएको भने डाइरेक्ट बिरुवामा दिने भनेर चलाइरहेछौँ नि त हैन यसको सबभन्दा अझ प्रभावकारिता के हो भन्नुहुन्छ भनेपछि यो जब यहाँ अहिले भर्खर त्यहाँ कम्पोस्ट मल देखिरहेको छु मैले हाम्रो यहाँ जस्तो बाख्राहरू देखिरहेको छ भैँसी देखिरहेको छ हो यसलाई के गर्न सकिन्छ भने ठ्याक्कै तपाईँको यता ब्याक्टेरिया बनिरहन्छ त्यो ब्याक्टेरिया लगेर तपाईँको सिधै त्यो भैँसीको जुन गोबर छ नि गोबर उठाउनुभन्दा अगाडि सर स्प्रे गर्दै हुन्छ तर अघि पानीमा मिसाएर डाइरेक्ट नगर्नु होला पानीमा मिसाएर स्प्रे गरेर त्यो उसमा तपाईँको कम्पोस्ट मलमा फालिदिनु भने त्यो यो अहिले जुन चाहिँ प्राकृतिक यो बायो अर्ग्यानिक फर्टिलाइजर भने त हाम्रो हाकिम साहब र उहाँलाई अवश्य पनि थाहा छ बायो अर्ग्यानिक फर्टिलाइजरको बारेमा थाहा छ किसान साथी थाहा छ बायो अर्ग्यानिक फर्टिलाइजर बायो अर्ग्यानिक फर्टिलाइजर थोरै मात्रै भनिदिन्छु म आएको बेला अलिकति भए एउटा कुरा सिकिन्छु बायो अर्ग्यानिक फर्टिलाइजर भनेको हावामा रहेको नाइट्रोजनलाई यसरी पातले यसरी एब्जर्ब गर्छ र जरामा गएर तपाईँको कर्म गर्न सुरुवात गर्छ कि नाइट्रोजन फिक्सिङ चाहिँ हावामा भएको नाइट्रोजनलाई यसरी पातले लिन्छ र जरामा लगेर कर्म गर्न सुरुवात गर्छ त्यही भएर बायो भनेको हावामा रहेको चिजलाई यसरी तानेर बिरुवामा लान्छ भनेको बायो अर्ग्यानिक फर्टिलाइजर भनेको अहिले आजभन्दा 10-12 वर्ष पहिला त यो सुरुवात भयो तर पनि ग्रास अब किसान साथीहरूले पाउनु भएको छैन अनि तर त्यो बायो अर्ग्यानिक फर्टिलाइजर अहिले बजारमा गएर भेटनेरीमा एग्रोभेटमा गएर सोध्नुभयो भने फर्टिलाइजर दिनुहोस् मल दिनुहोस् त भन्यो भने अर्ग्यानिक मल दिनुहोस् त भन्यो भने उसले बायो अर्ग्यानिक फर्टिलाइजर चाहिँ यो लैजानुहोस् भन्छ त्यो मिनिमम 40 देखि भन्दा माथि नै पर्छ अब काठमाडौँमा त 110 रुपियाँसम्म बेच्छन् तर त्यो जुन बायो अर्ग्यानिक फर्टिलाइजर छ नि त्यो स्वयं किसानले तपाईँले त्यो अहिले देखिरहेको कम्पोस्ट मल बनाउन सक्नुहुन्छ त्यो किनकि तपाईँलाई यो बिउ दिँदैछौँ त बिउले तपाईँ 100 लिटर बनाउँछ 100 लिटरमा पनि पानी थपेर तपाईँको त्यहाँ राखिदिने बित्तिकै नाइट्रोजन फस्फोरस पोटासियम अथवा म्याग्नेसियम सल्फर जिङ्क जाइम जति पनि माटोमा रहेको जीवाणुहरू छ सूक्ष्म तत्त्व भन्ने हुन्छ अब यो सूक्ष्म तत्त्वहरू सबै प्राप्त हुने मल बन्छ तर तपाईँहरूले गर्नुपर्ने के हुन्छ भने त्यसलाई चिस्यान र त्यसको बाष्पीकरणलाई रोकिदिनु होला कृपया हैन त्यो प्लास्टिकले कभर गरिदिने कुरा चाहिँ छ त त्यसलाई चाहिँ अनिवार्य रूपमा तपाईँले त्यो गरिदिनु भयो भने त्यो मललाई अमृत बन्छ क्या त्यो मलले काम नगर्नुको कारण के भन्दाखेरि त्यसमा जीवाणुहरू त्यो गुणात्मक भनौँ त्यो गुणात्मक जीवाणुहरू त्यहाँ छैन क्या अनि अहिले यहाँ खोइ त देखाएको छैन सम्भवतः होला तर पोटासियम जस्तो पोटासियम खरानीको कम हुने बित्तिकै बिरुवामा धेरै प्रकारको रोग लाग्छ अहिले यहाँ टडल देखिरहेको छु यो टडलमा यसै हेर्ने गरे कोही न कोही त्यो निमाटोड देखिन्छ नि हजुरको हो यो निमाटोड छ निमाटोड बिमारी छ जरामा गाँठा लाग्ने छ हो त्यो बेस्ट वान के भन्दाखेरि तपाईँको जुन टमाटोमा तपाईँको गाँठा बस्छ त्यो गाँठा बस्नु भनेको त्यो जुका हो यो हिजो त सजिलो थियो त अब हामी अब यहाँ प्राविधिक सरल गरौँ अब हाम्रो लेभलका साथीहरूले त हामीलाई पेट दुख्ने बेला खरानी दिनुहुन्थ्यो हाम्रो आमाहरूले होइन र त्यो त नेचुरली पद्धति हो त त्यो खरानीको मात्र जब बिरुवामा पुग्दैन माटोमा पुग्दैन अनि रोग त थुप्रै प्रकारको लागिहाल्छ के गर्छ दुईजना सरसाथी छ है त्यही कारणले गर्दा पोटासियम एक्सेस हुने बित्तिकै बिरुवालाई थुप्रै प्रकारका रोग चाहिँ लाग्दैनन्
होइन। मैले त त्यो नाइट्रोजन फस्फोरस पोटासियमलाई दाल भात तरकारी भन्ने गर्छु होइन। वास्तवमै बिरुवालाई चाहिने दाल भात तरकारी भनेको के छ त भन्दाखेरि यसमा दाल भात तरकारी छ, त्यो तरकारीको पनि यो चाहिँ के हो त बिउ हो। बुझ्नुभयो? यसले प्राकृतिक बायो अर्गानिक फर्टिलाइजर बनाउने हो। यो होइन कि डाइरेक्ट एप्लाई गर्न नि पाइयो, किनकि अब अहिले हामी युरिया सरसरी छरेको देखिरहेछौँ होइन। त्यो छरेको हुँदैन भनेपछि बायोमा किन हुँदैन त भन्दाखेरि झोलै लगाएर छरिदिनुहोस् हुन्छ, रिजल्ट आउँछ। रिजल्ट आइ पनि रहेछ होइन, हरेक ठाउँमा आइरहेछ, फरकै पर्दैन। जस्तो अब अलि दिन पछाडि तपाईँको धान हुन्छ, धानबारीमा तपाईँको हिलाउने बेला लगेर यो बनाएर ड्रम लगाएर खनाइदिनुहोस्, अनि तपाईँको त्यो त्यत्तिकै मसिन्छ, तपाईँको केही हाल्न पर्दैन, त्यसमा डाउटै छैन। त्यसमा नाइट्रोजन फस्फोरस पोटासियम सब पुग्छ। किन त्यो पुग्छ भन्दाखेरि तपाईँको त्यसो पानी हुन्छ नि, पानी हुने त्यो चिस्यान पुग्यो त्यहाँ त डेभलप गरिरहन्छ त। पानीमा त ब्याक्टेरिया त डेभलप छिटो हुन्छ नि त। अहिले जो अघि सरले भने जस्तै 1-4 हाल्छौँ, किनभने पहिला प्रभावकारिता देख्नु पऱ्यो। प्रभावकारिता पछाडि त चिस्यान पनि चाहिन्छ र ब्याक्टेरिया अलिकति कम गरिदिँदा नि त्यसले त सपोर्ट लिइसक्छ नि त। पहिला पो दुःख हुन्छ र अलिकति धेरै नै बल लगाउनु, अनि अलि उचाले सजिलो हुन्छ। त्यस्तै पद्धति ब्याक्टेरियामै नि हुन्छ। अब करिबन नाइट्रोजनको कुरा हावामा रहेको नाइट्रोजन क्याच अप गर्ने हो भने अर्को फस्फोरसको कुरा अब यहाँ प्राविधिक हुन्छ। फस्फोरस भनेको ढुङ्गामा हुने पाउडर है, यो किसान साथीहरूलाई एकदम स्पष्ट होस्। ढुङ्गाको पाउडर भन्छ नि त्यो फस्फोरस हो। तर युरिया र जुन चाहिँ अहिले जुन केमिकल विषादीहरूले प्रयोग गरेको त्यो ढुङ्गामा हुने पाउडर पिएसबी होइन, त्यो चाहिँ यस्तो जमेर बसेको छ क्या। त्यो जमेर बसेको यहाँ यो जीवाणु यसरी जाने बित्तिकै त्यसले खोलिदिन्छ। खोलिएपछि त कर्म सुरुवात गर्यो नि त। अहिले वास्तवमा त्यो हातले खन्यो भने यता त डल्लो निस्किन्छ, फुटाल्न पऱ्यो भने फुटाल्न पर्छ। कारण के भन्दा त्यो फस्फोरसमै जमेर बसेको छ, त्यसलाई खोलिदिनलाई के चाहिन्छ त तपाईँको यो ब्याक्टेरियाको आवश्यकता पर्छ। र तपाईँले सकेसम्म यो माटो सुधारसहितको उत्पादन विकासको लागि यो अक्सर मैले यतातिर म्यामतिर कि मिस तपाईँतिर फर्किँदै के भनौँ भन्दाखेरि माटो उपचारसहित उत्पादन विकास गर्नुहोस् र तपाईँले आफैले प्राकृतिक बायो अर्गानिक फर्टिलाइजरको विषयमा आफै बनाउनुहोस्। हामीले बनाउने होइन। हामी वास्तवमा मोल बेच्यो भने वास्तवमा पापी हुन्छौँ भने हामीले यसरी परिकल्पना गरेको, किनकि मोल बेच्दा त दुनियाँले बेचेको छ नि त होइन। मोलको बिउको पनि बिउ दियो भने त किसान त सुरक्षित हुन्छ नि। यही टनेलको लागि अन्यथा नभनौँ म्याम, यो टनेलमा तपाईँले यो प्रयोग गरेर हेर्नुहोस्। त्यसपछि यो बिमारका कुराहरू हामीसँग सहकार्य गर्नु होला। हामी तपाईँलाई प्रष्ट भनिदिन्छौँ। फङ्गिसाइड पनि अहिले ट्राइकोडर्मा सुन्नुभएको छ? ट्राइकोडर्मा प्रयोग गर्नुभएको छ? मेरोमा ट्राइकोडर्मा सुन्नुभएको छ? प्रयोग कतिसँग गराउनु भएको छ? अब तपाईँ टेक्निसियनै हुनुभयो होइन। यस होइन, मैले जस्ट मैले फिल्डमा मैले ग्रासमा मात्रै कुरा एकदम होइन। अस्ति म त एक ठाउँमा प्रशिक्षण गएको, किसानको बिचमा ठ्याक्कै ट्राइकोडर्मा भने थाहा रहन्छ। एउटा वडामा प्रशिक्षण दिन गएको 22 जनालाई क्यान्सर भयो भनेर वडा अध्यक्षले भनिदिए। मैले कार्यक्रम लिने होइन, मैले भन्न खोजेको अहिले मैले विकल्प किन हो त भनेर। जस्तो ट्राइकोडर्मा भनेको के हो, स्पेसिफिकेसन गरेर त माटोबाट सोइलबाट लिएर दिने हो नि त। तर हामीले दिने के भन्छ ओरिजिनल दिइरह हुन्छ कि सर ट्राइकोडर्मा। यसमा ट्राइकोडर्मा पनि हुन्छ, स्युडोमोनासको कुराकानी चल्छ, स्युडोमोनास पनि छ यसमा। तर हामी सेग्रिगेसन गरेका छौँ। नेपाल सरकारलाई त्यो चाहिएको रहन्छ। नेपाल सरकारलाई एउटा मात्रै के चाहिएको रहेछ नि, एनपिकेको काउन्टिङ भ्यालु दिनुहोस् त भनेर भन्यो, अनि हामीले त्यही अनुसार गरिरहेछौँ। तर यसमा चाहिँ जस्तो एजोडाब्याक्टर अलि भास्ट भनेपछि यो चाहिँ के छ भने नाइट्रोजन फस्फोरस पोटासियम सहितको जति पनि मिनरल्सहरू छ नि त्यो सबै यसमा छ। त्यसमा चिन्तै नगर्नुहोस्। तर कहिलेकाहीँ तपाईँले फङ्गिसाइडको कुराकानी गर्दा ट्राइकोडर्माले काम गरेन, किन गरेन भन्दा त्यो ल्याबमा बनाएको कुरा बाहिर त भएन नि त। ड्रममा राखेर जाँड त बनाइयो, हेर्नुहोस् जाँड बनाए, अथवा उसमा हामीले दही त बनाऊ भाँडोमा राख्दा, त्यही भाँडोमा राखेको दही बाहिर फालिदियो भने त त्यो दही जस्ता तस्तै त बस्दैन नि। सेम त्यस्तै गरेर के भयो भन्दाखेरि ट्राइकोडर्मा पनि अहिले के भएको छ भन्दाखेरि त्यो ल्याबमा बनाएको यता ल्याउँदा कता अलिअलि काम गरेको 60-70% काम गरेको 100% ट्राइकोडर्मा अथवा फङ्गिसाइड काम गर्न त सर नेचुरल चाहियो नि त। त्यो भएर अब त्यो पनि हामीसँग उपलब्ध छ। मैले मात्रै के भने भन्दाखेरि यसलाई बनाउँदा थुप्रै प्रकारका मिनरल्सहरू पाउनुहुन्छ है। यति धेरै मिनरल्स पाउनुहुन्छ कि त्यो पछि प्रयोग गरे पछाडि अघि हाम्रो डाक्टर साहबले भन्नुभयो स्वादमा परिवर्तन पाउनुहुन्छ, रोग कम लागेको थाहा पाउनुहुन्छ होइन। अनि तपाईँको विकास के हुन्छ, एकपटक प्रयोग गरेपछि मिनिमम 8 महिनादेखि 1 वर्षसम्म तपाईँको त्यो जीवाणु त्यहीँ रहन्छ होइन। स्वालमै त्यो माटोमा जब त्यो जीवाणु रहने बित्तिकै किसानलाई एकदमै फाइदा हुन्छ।
पहिलोपटक गर्ने बेला जनसङ्ख्या नपुगेर काम नगर्न सक्छ। तपाईँ अलि त्यसलाई अझ आफै बनाउँदै जानुहोस्। यो अहिले पनि तपाईँको यो रेडी टु युज भयो। हामीले यो जस्तो काठमाडौँमा रेडी टु युज छ। यो हेर्दा नै यस्तो गनाउँछ सर, गन्ध हेर्नुहोस् न सबैजनाले हेर्नुहोस्। अनि त्यो अझ अर्को यो अझ अन्तर छ। तपाईँलाई मैले जस्ट एक्जाम्पल मात्रै गरेको यो है। यो अचाकली गन्ध छ। ओ गन्ध यो आयो। यो आउनुको कारण छ कि यहाँ भित्र होइन नाक कति हुन्छ ल होइन ठिक छ, थाहा छ होइन ठिक छ। अनि हाम्रो अरू सबभन्दा हाम्रो त्यहाँ मेरै बारी छेउमा टिकासिन दाइले चाहिँ पहिला बनाएको छ क्या यो मल। यो मल हो कि के हो हामी भन्छौँ। हामी अहिले त्यो बारेमा भन्छौँ त्यो बारेमा भन्छौँ। युज के त्यो पछि उ गयो ल म्याडम सुन्नुहोस् त एकपटक यसो पहिलेको र अहिलेकोमा एउटै हो र? होइन त्यो फरकताको विषयमा म तपाईँहरूलाई अलिकति जानकारी गराउँछु। यो होइन मलाई दिनुहोस् त्यो म्याडमले सुन्नु रुवा लागेर सन्चो हुन्थ्यो होला। सुन्नुहोस् न यो यस्तो खराब छ होइन, यो एकदमै यस्तो खराब छ नि त होइन। यो खराब छ तर यसलाई यसरी लिएर यसरी खान मिल्छ क्या। यहाँनिर छ क्या यसको दम, यहाँनिर छ। तपाईँको यो कुरो मान्नुहोस् कि यति क्लियर हुनुहोस् कि यो यसरी लिएर खाइदियो भने पनि तपाईँको स्वास्थ्यको लागि 100% गर्छ क्या। भनेपछि तपाईँ यो कुरो मान्नुहोस् कि हामीले दही मही दुध किन प्रयोग गरेका छौँ र माइक्रो अर्गानिजम किन लड्छ माटोमा। अहिले पनि त्यो गाडीमा हामी यत्रो गाडीमा आएको छौँ, त्यो गाडीमा माटो सुधारको लागि कुञ्जना भनेर लेखेको छ। माटो सुधार सहितको उत्पादन विकास जहिलेसम्म किसानले गर्दैन तब यो देश के हुन्छ भन्ने पनि हो एउटा। र तपाईँलाई मैले के भने भन्दा यस्तो गन्ध आएको छ तर मुखमा हाल्न मिल्ने खाले त्यो ब्याक्टेरिया भनेको त्यो चाल्चुने विषय कुरै नगर्नु होइन। अब हुनसक्छ प्रयोग गरिरहनु भएको छ अत्याधिक राम्रो छ होइन, तर यो प्रयोग गर्दा के हुन्छ त भन्दाखेरि है भनेपछि के भन्दाखेरि कुनै पनि जीवाणु छैन कि यस्तो जम्मा छैन कि यो ओरिजिनल हो। भोलि तपाईँले बाइद यसको रिजल्ट राम्रो अक्सर मैले दुईवटा अधिकृत सरहरूलाई के भने भन्दा तपाईँले बाइद कहीँबाट रिजल्ट पाउनु भने यसलाई चाहिँ इन्क्वायरी गर्न ठिकै सिधै सम्पर्क गर्नु होला, हामी तपाईँसँग जोडिन्छौँ है। कि तपाईँको सिँचाइ पुगेन भने प्रभावकारिता रहँदैन। तपाईँको जीवाणु विकास हुन त चिसान त चाहियो नि होइन, एउटा कुरो त्यो। अर्को कुरो बनाउने बेलामा के हुन्छ डल्ला दही हालिदिने भन्थ्यो त्यो सरले दही हालिदिए। दहीको डल्ला छ, त्यो डल्लाभित्र त जीवाणु पस्न सक्दैन नि, त्यसलाई ग्राइन्डिङ गर्नु होला, मही अवश्य पार्नु होला है। मही अवश्य बनाउनु होला, त्यो दही मात्रै ढिका हालेर नगर्नु होला होइन। हालेको दिनदेखि तपाईँको एक हप्तामा हुर्किने खाले तपाईँले रायोको सागमा अनि तपाईँको रायोको सागमा तपाईँको धनियाँ कुनै पनि पालुङ्गो रायोको सागमा हाल्नु। एक हप्ताभित्र तपाईँको रिजल्ट आएन भने त्यसपछि म कारवाही के भोग्नुपर्छ म आफू भोग्न तयार छु, हाम्रो टिम भोग्न तयार छ होइन। त्यही भएको कारणले किसानलाई तपाईँहरूलाई चाहिँ छ नि है, तपाईँहरूलाई मोल होइन मोलको बिउ भत्किएको नि बिउ दिने हो हामी। किनकि तपाईँले त यो 100 लिटर बनाएछ 100 लिटरमा नि फेरि 400 लिटर थप भन्नु भनेको त त्यो त फरक हो नि त। त्यही भएको कारणले तपाईँले आफै प्राकृतिक बायो अर्ग्यानिक फर्टिलाइजर म्याडमकोमा खुसी लाग्यो किनकि तपाईँको यता टनल देखाएर नि गफ गर्ने मौका पायो। त्यहाँ कम्पोस्ट मल छ, सुन्नुहोस् त्यो कम्पोस्ट मल छ, त्यसलाई कुहाउने विधि पनि छ है। यो चाहिँ विशुद्ध जीवाणु मात्रै हो। यसले के गरिदिन्छ त भन्दाखेरि यसले जीवाणुलाई बढाउने काम गर्छ। मोलमा हुने जीवाणुलाई त्यसरी बढाउँछ भने त्यसलाई डिकम्पोज पनि छिटो गर्न सकिन्छ नि त। हामीले अर्को डिकम्पोजर भन्ने पनि छ होइन, जो डिकम्पोजर यस्तो खाले छ कि सर फर्स्ट जेनेरेसन दिन्छौँ। हाम्रो दुईजना साथी सर हामीले फर्स्ट जेनेरेसन दिन्छौँ हरेक कुरा। यो चाहिँ सेकेन्ड जेनेरेसन भयो, तर यो चाहिँ फर्स्ट जेनेरेसन है। फर्स्ट जेनेरेसन दिने बित्तिकै के हुन्छ स्ट्रङ हुन्छ। अक्सर दुईजना टेक्निसियनलाई कुराकानी गर्दाखेरि हामीले लिने भनेको तपाईँको कसरी बन्यो होला त यो होइन। अब टेक्निसियन साथीहरू अथवा होइन टेक्निसियन साथीहरूलाई के लाग्न सक्छ भन्दा यो कसरी बन्यो होला भन्दाखेरि हामीले खनिज तत्त्व लिने बेला फर्स्ट जेनेरेसन लिन्छौँ। फर्स्ट जेनेरेसन र जडीबुटीको मिश्रण छ खाना मजा भएको छ नि। अहिले जस्तो माटो भएको छ नि उस्तै बालबच्चा भएको छ नि के पर्छ बालबच्चा ओइ बाबु भन्दैन होइ भन्छ। किन युरिया हो कि त्यो पुरै छोडिदिनुहोस्, त्यसको साइन्स भनेको युरिया हो। बाबु भनेर कति मिठो अरे मम्मीले बोलाएको छ होइ किन भने जाउ त बाबु त्यो फलानले सक्दैन भन्छ कि। हाम्रो पामा थिएन है डाक्टर साहब, अझै थियो त थिएन नि त। अहिले केही होइन यस्तो नाइट्रोजन युरियाको प्रकारले गर्दा चाहिँ त्यो किसान साथीहरूले अलिकति बढी ध्यान दिनु होला। यो युरिया यस्तो चिज हालियो कि युरियामा भनेको ह्युमिक हो
युमिक वात त बढाइदिने चिज हालियो के अरे अनि हरेक मान्छेलाई हामीलाई मलाई पनि रिस उठ्ने बेला तपाईँले केही भन्ने मलाई पनि रिस उठ्छ किनभने त्यही थाहा छिटो रिसाउनुको कारण के छ भन्दा यस्तै ब्याक्टेरियाको कुरा छ। अवश्य नै यो जीवाणु तपाईँले बनाएर जब बाटोमा प्रयोग गर्नुहुन्छ अवश्य नै तपाईँको स्वास्थ्य पनि सुधार हुन्छ। महिलाहरू जति पनि क्यान्सरहरू डेभलप भइरहेछ यो जीवाणुको कारणले त्यो जीवाणुले जीवन नै परिवर्तन हुन्छ क्या। यसमा त स्योर छौँ। अब डाक्टर साहबले भन्नु स्वादका कुरादेखि लिएर उत्पादनको विकास भएन भने त हामीले ग्यारेन्टी गरिरहेछौँ सरकारसँग, किनकि यो मुल्कले हानिकारक हानेर उत्पादन भएन भने त्यसको क्षतिपूर्ति हामी दिन तयार छौँ भनेको छ है। नेपालमा पहिलो सूचीकृत हो हाम्रो अधिकृत सरहरूलाई 2जना सरहरूलाई अनि नेपालमै पहिलो जीवाणुमूल सूचीकृत गर्न सफल भयो। 2078 सालमा चाहिँ जीवाणुमूलको निर्देशिका निस्केको थियो। त्यो बोकेर हामी 4-5 वर्ष सङ्घर्षपछि हामी यो तेस्रो वर्ष हो क्या यो पनि सूचीकृत भइसकेको छ। अब ढुक्क भएर सबैजनाले प्रयोग गर्नुहोस्। यो खाना मिल्ने खाले ब्याक्टेरिया मान्छेले खाना मिल्ने ब्याक्टेरिया हामीले माटोमा दिने बित्तिकै माटो नसुध्रिने कुनै चान्सै छैन। ढुक्क हुनुहोस्, माटो सुधार हुन्छ। होइन यो पटक मात्रै होइन अर्को पटक आली दिन पछाडि तपाईँ होइन आखिरमा युरिया प्रयोग नगर्दा नि हामी उत्पादन गर्न सकिन्छ भन्ने तरिकाको भिजन हुन्छ। अनि सकेसम्म सरहरूले अथवा मेरो यो सहजकर्ता जो म्याम हुनुहुन्छ तपाईँले सहजीकरण गर्ने बेलामा होइन मूल यसै लिक्विड चाहिँ अल्छीले प्रयोग गर्ने म्याम। अल्छी लाग्छ अल्छी जस्तो देखिन्छ आफू राम्रो मात्रै बन्ने यो माटो बिरुवा नदेखि मान्छेलाई होइन ल पानी हालेर राखिदिनुहोस् भन्ने यत्तिको यो म्याडम जतिको मिहिनेतिलोलाई के गर्छ होइन यो कम्पोस्टमा यसो खाल्टो पार्नुहोस् म्याडम, खाल्टोमा पुवाल पार्नुहोस्, पुवालमा लगेर पानी मिसाएर त्यहीँ हालिदिनुहोस्। भयो भने एउटा प्लास्टिक ल्याएर यसो ढाक्नु होला। यो प्राकृतिक जीवाणुमूल बन्यो भने त्यो माटोले सुख पाउँछ। त्यो कुरा म्याडमले चाहिँ सधैँ बोलिदिनु होला प्लिज कृपया एकदमै। त्यो गर्दा माटो सुध्रिन्छ होइन। जस्तो यो एक लिटरबाट 100 बनाएको छ, 100बाट 400 बनाएको छ, त्यो 400 पनि त्यो मोलमा जाने बित्तिकै 1600 बन्छ कि। जब 1600 त्यो जीवाणु त्यहाँ बनेर जब माटोमा जान्छ नि चिस्यान पाउने बित्तिकै 3200 हुन्छ। जस्तो यसको लजिक अब हाम्रो प्राविधिक सरहरूलाई भनिहालेँ यो एक थोपामा 1 लाख जीवाणु हुन्छ। हेर्नुहोस् है कसरी काम गर्छ यसले भनेर। एक थोपामा 1 लाख जनसङ्ख्या हुन्छ। त्यो जनसङ्ख्या 16 लाख बनेपछि बल्ल काम गर्छ होइन। 16 लाख बसी काम गर्छ। जस्तो कस्तो हुन्छ भने 1 लाख आज छ भोलि कति हुन्छ 2 लाख बन्छ, पर्सि कति बन्छ 4 लाख, अनि निको पछि कति बन्छ 8 लाख, अनि जब 16 लाख बन्छ अनि बल्ल सुरुवात गर्छ। 1 2 3 4 5 दिनमा बल्ल त्यसले एक्टिभेसन सुरुवात गर्छ क्या माटोमा। अनि हामीलाई चाहिएको रिजल्ट के भन्दाखेरि अहिले आएपछि त भोलि पनि देखिन, युरियाले बिगारिसक्यो अहिले आएपछि भोलि देखिन पर्छ। तर मिनिमम 5 दिन त के लाग्दो रहेछ भने त्यो जीवाणु डेभलप हुनै लाग्दो रहेछ हो। त्यो जीवाणु डेभलप हुने बित्तिकै त्यो रिजल्टको विषयमा त भनिहालेँ। तपाईँहरू ढुक्क हुनुहोस्। त्यो हुँदादिन हाम्रो टिम छ, हाम्रो ग्रुप छौँ। अवश्य नै अब विशेषतः अब हाम्रो जुन टेक्निसियन साथीहरू अधिकृत साथीहरू हुनुहुन्छ तपाईँहरूले पनि एकदमै कन्सल्ट गरिदिनु होला। हामी के छ भन्दाखेरि यो जीवाणुलाई तलमाथि पऱ्यो भने हामी फेरि तपाईँको कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा त हामी आफैले जन्माएको भइसक्यो सजिलो होला है। यो जन्माउने मान्छे भेटिन अलिअलि गाह्रो छ। यही पनि हाम्रो अरू साथीहरू टिममा हुनुहुन्छ त्यो साथीहरूले आँट गर्नुहुन्छ कि ओहो के होला भन्ने हुन्छ। तर यो हरेकले खाँदाखेरि पनि फरक नपर्ने। अब यसको विधि अझ लामो छ त्यो प्रक्रिया विषयमा म तपाईँहरूसँग पछि पनि गर्छु। अब क्रस क्वेसन अब बल्ल दिनुहोस् मलाई कुन कहाँ किन कसरी जे प्रश्न छ म तपाईँलाई छङ्ग पारेर छोडिदिन्छु है। ल यति भन्दा टेक्निकल प्रश्न आए पनि हुन्छ होइन मलाई जुनै प्रश्न प्लिज रुटबाट राख्न सोधेँ। यो पहिलोपल्ट दोस्रोपल्ट तेस्रोपल्ट यो कसरी कति ड्युरेसनमा किन पटाउने भन्ने कुरा सिँचाइ गर्ने क्रममा कस्तो हुन्छ भन्दाखेरि हामी 1/4 भन्यौँ। 1 लिटरमा 4 लिटर त्यो घनत्व सङ्ख्या हुन्छ नि जीवाणुको घनत्व सङ्ख्या अलिक कडा हालियो। कडा किन हालियो भन्दा माटो नसामा छ, नसा मुक्ति गर्नको लागि अलिक कडा हालियो। त्यसको केही जनसङ्ख्या हामीले 404 लिटर हाल्दा पानी हाल्दा त्यो अलिक कडा बन्छ। त्यो कडा बनेपछि त 50% ड्याड हुनसक्छ, 50% त रहन्छ नि। अनि दोस्रोपल्ट के हुन्छ भनेपछि त्यो 5 हाल्दाखेरि पनि के हुन्छ त्यसको कति कभरेज गर्छ त्यो त बुझेँ। तर दोस्रोपल्ट कति दिनमा यस्तो हुन्छ इरिगेसनको कुरा। पहिला यो हेबिचुअल गर्नु पऱ्यो क्या। पहिला उयो सुर्ती सिकाउनु छ भने पहिला पिङ्की भनिदिन्थ्यो, पिङ्की खाने अनि बल्ल सुर्ती सुरुवात गर्ने भन्थ्यो। त्यस्तै गरेर पहिलोपटक अहिले नसामा छ है, पहिला एकपटक खाने
पहिलोपटक हाल्ने जस्तो टमाटोको टेस्ट गरेँ म्याम टमाटो तपाईँलाई एकदम प्रफिट हुन्छ टमाटोलाई पहिलो दिन हाल्ने अनि 3 दिन फरक हाल्ने अनि त्यही 5 दिन फरक हाल्ने अनि हप्ता फरक हाल्ने होइन अनि 15 दिन फरक हालेपछि 15 दिनमा एकपटक मात्रै हालिदिने अनि यो रोपेको बिरुवा कति हुँदाखेरि होइन तपाईँको बेडिङ नै हाल्नुहोस् माटैमा तपाईँको त्यो त्यो बिरुवा निकाल्नुहुन्छ नर्सरीमा स्प्रे गरिदिनुहोस् तर डाइरेक्ट कहिले पनि नगर्नु फेरि भोलि त्यो डाइरेक्ट खाइदिन नि सक्छ यो कडा छ के अब हामीले पो सहन्छौँ त्यो माटोमा भएको जीवाणु त सहँदैन होइन त्यो डाइरेक्ट नहालिदिनु पानी मिसाएर तपाईँको त्यो गर्ने बित्तिकै फङ्गिसाइड पनि 50% डाउन हुन्छ यो सानो बिरुवा ठुलो बिरुवालाई चाहिँ पानीको मात्रा अलिक पानीको मात्रा अब आफै साइजिङ गर्नुहोस् होइन तपाईँलाई आफै अनुभूति हुन्छ जस्तो सुरुमा हाल्ने बेला तपाईँले जसरी सिँचाइ गर्नुभएको छ भोलि गर्नु होला बिहानमा नगर्नु होला दिनभरिको त्यो उसले तापक्रमले उडाइदिइहाल्छ बेलुका गरिदिनु होला होइन होइन यो बारेमा त्यही अरू खोइ मेरो नबुझेको कुरा त भ्याट्टै सोध्नु पर्छ यो तयारी चाहिँ कति दिनमा हुने यो 14 दिनमा तयारी हुने अनि अर्को कुरा के छ भने यहाँको तराईको टेम्परेचर हाई छ नि त हुनसक्छ यो 9-10 दिनमा पनि वाउ गन्ध आउँछ क्या योले त के हुन्छ नि आफै थाहा पाउँछ क्या यो नेपालमा के भएको थियो भने यो ब्याक्टेरियाको केसमा यसको टेम्परेचर कति हो त राख्नुपर्छ यो टेम्परेचर जुन हाई टेम्परेचर छ नि अहिलेको छ नि 37-35 जो 35-37 को हारीमा चाहिँ छ नि त्योसँग भयो भने तपाईँको हुन्छ तर पछाडि तपाईँको बनिसकेको बनिसकेको ब्याक्टेरियालाई सकेसम्म त्यो घामबाट बाहिर अझ शीतलमा राख्नुभयो भने ड्युरेबिलिटी बढ्छ है त्यो घाममै राख्नुभयो भने त्यो विदिन 6 मन्थमा त्यो डिक्रिज हुँदै हुँदै जान्छ जस्तो अहिले यो गन्ध अत्याधिक छ नि त यो अत्याधिक छ नि त यो हाई लेभलमा पुगेको छ अहिले काठमाडौँमै कुरा गर्ने कौशी खेतीमा त लहर हाल्ने बित्तिकै देखिन पर्छ अझ यहाँभन्दा त उता काठमाडौँतिर त बिजोग छ नि त यो हाई कन्सन्ट्रेट हो क्या अब यो राख्दा यो त पारदर्शितामा छ अब यो बेच्ने हामीले 150 मा डिजाइनिङ गऱ्यौँ अब यो बट्टामा गर्ने होइन 35 भने यही बट्टालाई पर्छ अनि क्यारेर बेच्ने भनेर सस्तोमा हालेको यो पारदर्शिताको कारणले गर्दाखेरि यो 6 मन्थ हाम्रो ब्याक्टेरिया हुँदा सायद नहुन सक्छ त्यो लजिक चाहिँ 14 दिन चाहिँ तपाईँले यस्तो घाम परेको ठाउँमा राख्नु त्यो कल्चर छिटो भइदियो अनि त्यस पछाडि तपाईँले यो त्यो शीतल भएको ठाउँमा राख्नुभयो भने जहिले जहाँ जति चाहिन्छ त्यति प्रयोग गर्नु होला व्यावसायिक रूपमा जानु होला म्याडम तपाईँ यो खेती गर्न थाल्नु भने टमाटो खेती गर्नुहोस् आजभन्दा 62 सालतिर टमाटो खेती मैले गरेको मैले र मेरो म्याडमले गरेको आज मैले त्यो पीडा खप्नु परेको छ तपाईँले डाइथेनिम युथेनिम क्रिनोरिसिल एग्रिसिन सबै प्रयोग गर्नुहुन्छ होला डडुवा सुरुवात भइहाल्छ क्या जान पर्छ किराले आधी सर त त्यति छोड्दियो किराले त टमाटरकै त्यो मसिनो के पोताले खोप्ने त्यो किरा त्यति नटिपिकन त्यको अहिले पनि देखिन्छ ठिक छ अहिले त्यो प्राविधिक कुराकानी अझ म गर्छु अब मलाई टमाटै दिनु भने एक दिनभरि टमाटो पढाउन लाउँछु अनि बर्बाद हुन्छ है टमाटर सर होइन जस अब तपाईँले के भन्नुहोस् भन्दाखेरि जस यो लगाउनुहोस् हामीसँग किपिङ टचअप रहनुहोस् हामीसँग प्राविधिक टोली हुनुहुन्छ अब सरहरूसँग नि हामी अब अलि लामो प्रशिक्षणमा बस्छौँ यो त जराको लागि मात्रै रहेछ नि सर जराको लागि मात्रै किराको लागि किरा